सर्वप्रथम हाम्रा देश विदेशमा फैलिरहेका आदरणीय दाजुभाइ दिदीबहिनी सबैजनालाई आज हाम्रो वैशाख 15 बुद्ध पूर्णिमा 2564 बुद्ध जयन्तीको दिवसमा सबैजनालाई मेरो नमस्कार र सबैजना आरामै अनि सुखसँग सुख शान्तिको जीवन बिताइरहोस् भन्ने म भगवानसँग प्रार्थना गर्न चाहन्छु। हाम्रो सबैजनालाई थाहै छ आज वैशाख 15 बुद्ध पूर्णिमा भन्ने के हो। वैशाख 15 बुद्ध पूर्णिमा भन्ने चाहिँ हाम्रो गौतम बुद्धको एउटा एकदम महत्त्वपूर्ण एउटा जन्मदिन भएको कारणले हामी बुद्धिस्ट सबैजनाले एउटा गौतम बुद्धको नाम लिएर प्रार्थना गर्ने चलन भनौँ, रीतिरिवाज भनौँ आइरहेको छ। 2564 साल पहिले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्म लिनुभयो। त्यहाँबाट उहाँले आफ्नो राज्य बाल बच्चा जम्मै छोडेर 6 वर्षसम्म उहाँले तपस्या लिनुभयो। त्यहाँबाट उहाँले बोधगयामा बुद्धको ज्ञान प्राप्त गर्यो। त्यहाँबाट उहाँले ज्ञान प्राप्त गरेको चाहिँ आफूको लागि मात्रै नभएर संसारमा जन्म लिइरहेको पशुपन्छीदेखि लिएर मान्छेको महानुभाव मनुष्यसम्म एउटा शान्तिको बाटो देखाउनको लागि उहाँले बनारसमा उहाँले गरेको ज्ञान प्राप्त चाहिँ बनारसमा उहाँले पहिलोचोटि प्रवचन दिनुभयो। उहाँले धेरैवटा प्रवचन दिनुभएको छ, तर पनि प्रथम प्रवचन चाहिँ 4 नोबल ट्रुथ भन्छ हामीले, हैन? त्यहाँबाट उहाँ कुशीनगरमा स्वर्गीय हुनुभयो। बुद्धको धेरै किसिमको मिरेकल भनौँ या उहाँको एउटा टिबेटनमा भनौँ भने हामी एउटा जेपा भन्छ, होइन? धेरै जेपा छ, होइन? त्यसमा हाम्रो मेन हामीले मान्नुपर्ने चाहिँ 4 किसिमको बुद्ध जयन्ती मात्रै नभएर हामीले 4 किसिमको उहाँको एउटा सोचाइ, उहाँले कठिन गरेको सोचाइ, उहाँले ज्ञान प्राप्त गरेको, त्यसमा हामीले जहिले पनि सोच्नु भने एकदम महत्त्वपूर्ण छ। हामी सबैले भन्छ बुद्ध जयन्ती भन्छ। 2025 सालबाट हामीले अहिलेसम्म बुद्ध जयन्ती मनाएर आइरहेको छ। बुद्ध जयन्ती मनाएर हामीलाई के लाभ भएको छ, यो मनाउनु पर्ने कारण के हो, कसरी मनाउनु पर्छ, कसरी मनायो भने बुद्ध जयन्ती राम्रो हुन्छ, कसरी त्यसमा बुद्ध जयन्ती मनाउने कतिवटा किसिम छ भन्ने चाहिँ हामीले जसरी पनि सोच्नुपर्ने दिन आइरहेको छ।
यदि हामीले बुद्ध जयन्ती मात्रै मनाएर बस्यो भने उहाँले यति कठिन गरेर ज्ञान प्राप्त गर्नुभएको, ज्ञान प्राप्त गरेर मात्रै नभएर उहाँले 300 चान्चुन कङ्ग्युर तिङ्ग्युर उहाँले लेख्नुभएको छ। त्यो कसको लागि हो? यदि बुद्ध आफ्नो लागि मात्रै हो भने उहाँले त्यो लेख्नुपर्ने छैन। अघि मैले भने जस्तो उहाँले त्यत्रो ज्ञान प्राप्त गरेको चाहिँ आफूको लागि मात्र नभएर संसारको पशुपन्छीदेखि माथि मनुष्यसम्म लिएर एउटा शान्ति चाहिने, अशान्ति नचाहिने, सुख चाहिने, दुःख नचाहिने एउटै सोचेर उहाँले आफ्नो एउटा एक्सपिरियन्स उहाँले किताबमा लेख्नुभएको छ। त्यस कारणले हामीले बुद्ध जयन्ती मनाउँदाखेरि बुद्ध भन्ने के हो होइन, उहाँले कतिवटा टिचिङ दिएको छ, कतिवटा प्रवचन दिएको छ, त्यो प्रवचन कसको लागि हो हामीले त्यो सोच्नुपर्ने एकदमै जरुरी वा महत्त्वपूर्ण सोच्नुपर्छ हामीले। त्यस कारणले बुद्धको प्रवचन धेरै छ, तर पनि उहाँले हामी जस्तो दुःख नचाहिने, सुख चाहिने, शान्ति चाहिने, अशान्ति नचाहिने हरूको लागि उहाँले पहिलोचोटि फोर नोबल ट्रुथ 4औं शताब्दी भन्ने एउटा प्रवचन दिनुभएको छ। त्यस कारणले हामीले बुद्ध जयन्तीको टाइममा मात्रै नभएर बुद्ध जयन्ती पनि हामीले गर्नुपर्छ। बुद्ध जयन्तीमा मात्रै नगरेर दिनका दिन हामीले उहाँले दिएको उपदेश, उहाँले दिएको एउटा राम्रो बाटो, उहाँले दिएको एउटा ज्ञान, बुद्धको ज्ञान प्राप्त गर्ने बाटोमा हामीले जहिले पनि हामी त्यसमा अघि लाग्नुपर्ने चाहिँ हाम्रो एउटा बुद्धिस्ट भएको कारणले पनि हो। एउटा सुख चाहिने, दुःख नचाहिने एउटा मनुष्य भएको कारणले पनि हामीले त्यो जसो पनि गर्नुपर्छ। त्यसै कारणले बुद्धले पहिलोचोटि बनारसमा उहाँले प्रवचन दिँदाखेरि पहिलोचोटि के भनेको छ भने उहाँले यो दुःख हो, दुःख आउनेको कन्डिसन यो हो, यो दुःख हटाउन लागि यो गर्नुपर्छ, त्यो दुःख हटायो भने लाभ यो पाउँछ भनेर उहाँले 4वटा शब्द भन्नुभएको छ। यदि टिबेटनबाट भन्यो भने होइन, दिने धुङ्गल फविद्य भाउ, यो दुःख हो भन्छ। दिने कुन्जु फविद्य भाउ भने चाहिँ यो दुःख चाहिँ योबाट आएको हो भन्छ। दिने गोप फविद्य भाउ भनेको चाहिँ यो दुःख यदि हटायो भने तपाईँहरूलाई लाभ यो पाउँछ, बेनिफिट यो पाउँछ भने यो बेनिफिट चाहिँ कसरी पाउँछ भन्यो भने हामीले प्र्याक्टिस गर्नुपर्छ, हामीले यो मेडिटेसन गर्नुपर्छ, हामीले तपस्या गर्नुपर्छ। तपस्या मात्रै गरेर जुन दुःख आउनेको बाटो हामीले काट्न सक्छौँ भन्यो भने काट्न सक्दैन। तपस्या कसरी गर्ने? तपस्या गर्नुलाई पहिले हामीले जुन बुद्धले दिएको एउटा बाटो चाहिँ हामीले जान्नु पर्यो। बाटो नजानेर हामीले बाटोमा गयो भने पुग्ने ठाउँमा नपुगेर नपुग्ने ठाउँमा पुग्छ। त्यस कारणले हामीले बुद्धको प्रवचन सुन्नुपर्ने चाहिँ एकदमै महत्त्वपूर्ण हो। त्यसमा तपाईँहरूले ठान्छ होला बुद्ध छैन, बुद्धको प्रवचन कसरी सुन्ने भन्ने तपाईँहरूले क्वेसन आउँछ, प्रश्न आउँछ। बुद्ध छैन, तर पनि बुद्ध जस्तै यहाँ संसारमा ठुलो ठुलो लामाहरू धेरै छ। उहाँले दिएको जुन प्रवचन चाहिँ बुद्धको प्रवचन हो। त्यस कारणले हामीले बुद्धको प्रवचन सुन्नुपर्ने एकदम महत्त्वपूर्ण। बुद्धको प्रवचन सुनिसकेपछि हामीले सोच्नुपर्छ, सुनेर मात्रै हुँदैन। सुन्नु हामीले धेरै सुनिसक्यो, तर पनि मनलाई शान्ति कति पाइरहेको छ, दुःखलाई कति हटाउन सकेको छ हामीले
मान्छेले कति दया गर्न सकेको छ, कति माया गर्न सकेको छ, त्यो हामीले यदि आफूलाई प्रश्न सोध्यो भने त्यसमा हामीले उत्तर दिनु एकदम गाह्रो हुन्छ। हामीले धेरै सुनेको छ, वाङ थापेको छ, होइन? ठुल्ठुलो लामा दर्शन पाएको छ, ठुल्ठुलो लामा दर्शन उहाँको जुन प्रवचन सुनेको छ, तर पनि हाम्रो मनलाई शान्ति पाएको छ भने पाएको छैन। यो शान्ति किन नपाएको? एउटा उदाहरणको लागि, एउटा बिमारी मान्छे, म एउटा बिमारी मान्छे डक्टर बाटोमा गएर, ओ डक्टर म यो यस्तो यस्तो दुख्दो रहेछ, यस्तो बिमार छ, अनि मलाई के गर्ने भन्यो भने डक्टरले के गर्छ? दबाई दिन्छ नि, होइन? त्यो दबाई चाहिँ घरमा ल्याएर टेबलमातिर राखेर हामी बिसो हुन्छ हुँदैन नि? त्यो दबाई चाहिँ हामीले खानु पर्यो नि। खानु पनि कसरी खाने? डक्टरले कसरी भनेको छ? बिहान एकपटक खाऊ, दिउँसो एकपटक खाऊ, बेलुका एकपटक खाऊ भनेको छ कि? बिहान र बेलुका खाऊ भनेको छ कि? दिउँसो मात्रै खाऊ भनेको छ कि? खाना पहिले खाऊ भनेको छ कि? भोजन पछि, नास्ता पछि खाऊ भनेको छ कि? कसरी खाऊ भनेको छ? खाइसकेपछि के गर भनेको छ? त्यस्तै नियम हामीले पालन गऱ्यो भने हाम्रो जिउको व्यथा छिटो निको हुन्छ। त्यही जस्तो ठुल्ठुलो लामाबाट हामीले प्रवचन सुन्छ, एउटा कानबाट सुन्छ, एउटा कानबाट फाल्छ। यदि हामीले मनमा राख्यो भने जुन टाइममा हामीलाई मनको दुःख पर्छ त्यो टाइममा हामीले युज गर्न सक्दैन, किनभने त्यसमा हामीले युज टु भएको छैन, त्यसमा प्रयासै गर्दैन। त्यसकारणले हाम्रो मनलाई शान्ति नहुने कारण त्यही हो। त्यसकारणले ठुल्ठुलो लामाबाट खेम्बो, लोपेन, त्यस्ता धेरै बुद्धको ज्ञान जस्तै प्राप्त गरेर यहाँ संसारमा बसिरहेको छ। त्यस्ताबाट हामीले बुद्धको प्रवचन, बुद्धले शान्ति कसरी ल्यायो, बुद्धले एउटा करुणा कसरी प्राप्त गर्यो, दया कसरी प्राप्त गर्यो, माया कसरी प्राप्त गर्यो, त्यसमा हामीले सोचेर अनि दिनका दिन नभयो भने बिहान 5 मिनट, दिउँसो 5 मिनट, बेलुका 5 मिनट यस्तो सोचेर एउटा तपस्या लिन सक्यो भने जहिले पनि बुद्ध जयन्ती हो। जहिले पनि बुद्धको एउटा हामीले जहिले पनि एउटा पूजा हो। पूजा भन्ने एउटा बुद्ध खुसी हुनेको दिन। हामीले एउटा बुद्ध जयन्तीको दिनमा एउटा फोटो टाँस्यो, त्यसमा बत्ती बाल्यो, हो हाम्रो ह्याप्पी बुद्ध जयन्ती भन्छ, राम्रो हो, एकदमै धर्म हुन्छ, होइन? तर पनि त्योभन्दा महत्त्वपूर्ण यदि उहाँको फोटो, उहाँको मूर्तिमा एउटा धूप जलायो, पानी चढायो, फुल चढायो, होइन, केही फलफुल चढायो, त्यति मात्रले बुद्धको जयन्ती हुने हो भने बुद्धले त्यत्र 300 चान्चुन प्रवचन लेख्नुपर्ने कारण केही पनि छैन। बुद्ध आफै ज्ञान प्राप्त गरिसक्यो, होइन? अर्कोले वास्तै नगर्ने। त्यही हो, हामीले बुद्धको चेलाहरूले त्यो बुद्धको एउटा मूर्ति ठडायो, धूप बाल्यो, ढोक गर्यो, त्यही हो बुद्ध जयन्ती भने हुन्थ्यो नि। त्यस्तो होइन। त्यति मात्रै हो भने उहाँले त्यत्रो प्रवचन लेख्नुपर्ने कारणै छैन, त्यत्रो 300 चान्चुन लेख्नुपर्ने कारणै छैन। त्यो कसको लागि लेख्यो? हाम्रो लागि लेख्यो। बुद्ध स्वर्गीय भएर कति भयो? बुद्ध यहाँ संसारमा जन्मेर 2564 साल भइसक्यो, होइन? तर पनि उहाँको प्रवचन चाहिँ उहाँ स्वर्गीय भएर कति भइसक्यो? 2500 चान्चुन जति भइसक्यो नि, होइन? तर पनि उहाँको प्रवचन चाहिँ अहिलेसम्म संसारमा फैलिरहेको किन हो? त्यो हामीले जहिले पनि सोच्नुपर्छ। त्यसकारणले
बुद्ध जयन्तीको दिनमा हामीले बुद्धलाई एउटा बुद्धको फोटोमा मात्रै ढोकेर पानी चढाएर एउटा फलफुल चढाएर मात्रै बुद्ध जयन्तीको दिवस मनाउने होइन। हामीले बुद्ध जयन्तीले बुद्धले हामीलाई के उपदेश दिएको छ? धेरै उपदेश छ। मान्छेलाई दुःख नदेऊ, मान्छेलाई पीडा नगर, मान्छेलाई झुटो नबोला, मान्छेको चोर नगर, मान्छेलाई नढाँट, होइन? अहिंसा भन्छ नि, होइन? एउटा संसारमा शान्तिलाई फैलाउने एउटा कोसिस गर भनेको छ। यदि बुद्धको जम्मै 300 चाहन्छौँ एउटा त्यो प्रवचन चाहिँ हामीले मैले एउटा छोटकरीमा भने भने दिक्पछि यहाँ मिछासिङ भन्छ। के भनेको हो भने पाप एउटा पनि नगर भन्छ। किन भन्नुभयो बुद्धले पाप नगर भनेर? यदि पाप गरे भने आफूलाई पापको फल चाहिँ दुःख पाउँछ भनेको छ। बुद्धको लागि होइन नि, हाम्रो लागि हो रहेछ नि। दिपछि यहाँ मिछ पाप नगर, पाप गरे भने पापको फल चाहिँ दुःख पाउँछ भनेको छ। घेवा फेसुम सपर्चे भन्ने चाहिँ के हो? धर्म राम्रोसँग गर। धर्म गर्दाखेरि भावना राम्रो ल्याऊ, नगर्दै एउटा भावना ल्याऊ, गर्दा पनि भावना ल्याऊ, गरिसकेर पनि एउटा राम्रोसँग एउटा भावना ल्याऊ भन्नुभएको छ। एउटा छोटकरीमा भन्यो भने त्यो हो। अलिकता गहिरो गयो भने घेवा फेसुम सपर्चे भन्ने चाहिँ के हो भने संसारको दुःखबाट हट्ने कोसिस गर भन्नुभएको छ। किनभने म आफू पनि मलाई जम्मै खाने बस्ने लाउने, म एउटा राजाको छोरा हो, तर पनि त्यसले मलाई शान्ति पाएन, त्यसले मलाई अशान्ति दियो। त्यसकारणले म एउटा शान्ति प्राप्त गर्नुको लागि मैले राज्य छोडेर मैले 6 वर्षसम्म मैले तपस्या गरेर एउटा ज्ञान प्राप्त गरेँ। त्यसकारणले तपाईहरू पनि एउटा संसारको दुःखबाट हट्ने एउटा बाटोमा जानु भनेर उहाँले भन्नुभएको छ। संसारको दुःख भन्ने के हो भन्ने एउटा प्रश्न आउँछ। सोध्छ होला, ओ कहाँ दुःख भन्ने छैन, जम्मै सुख रहेछ नि, होइन? खाने ठाउँ छ, बस्ने ठाउँ छ, हाँसखेल खेल्ने ठाउँ छ, घुम्ने ठाउँ छ। सोध्छ हो, त्यसले हामीलाई कति शान्ति दिएको छ। 1 घन्टा शान्ति छ भने 2 घन्टा अशान्ति हुन्छ। 1 दिन मन खुसी छ भने 2 दिन मनमा दुःख पाउँछ। हामीलाई मन भन्ने चाहिँ कहिले पनि पेट भर्दैन। त्यसकारणले बुद्धले संसारको नर्कबाट, संसारको दुःखबाट हट्ने कोसिस गर भन्ने कारणले घेवा फिसुम सपर्चे भन्छ। त्यहाँबाट पाप नगर, धर्म गर। किन हो भने आफ्नो मनलाई सम्हाल भनेको। राङ्गी सिम्ने यौसुद्दुल भन्ने आफ्नो मनलाई राम्रोसँग सम्हाल, आफ्नो मनलाई शान्तिसँग राख्ने प्रयास गर। हाम्रो मन चाहिँ एउटा बाँदर जस्तो मन हो। बाँदर चाहिँ एक ठाउँमा कहिले पनि बस्दैन नि, यता उफ्रिन्छ, उता उफ्रिन्छ, माथि चढ्छ, उँधो चढ्छ। त्यही त हाम्रो मन त्यही हो भन्छ। यही मनले गर्दाखेरि दुःख पनि यसले पाएको छ। सुख यदि चाहिन्छ भने यही मनबाट हामीले निकाल्नुपर्छ। मनको सुख चाहिँ बाहिरबाट पाउँदैन। यदि मनको सुख बाहिरबाट पाउने हो भने गौतम बुद्धले किन राज्य छोडेर उहाँले 6 वर्षसम्म तपस्या गर्नु पर्यो? जम्मै त्यो राज्यमा जे खान मन लाग्यो, जहाँ जानु मन लाग्यो, जम्मै थियो। त्यसकारणले बाहिरको भित्रको मन शान्ति बनाउनले बाहिरको खानापिना र बाहिरको झिलिमिली र बाहिरको धन सम्पत्तिले, बाहिरको राज्यले, एउटा नामले भित्रको मनलाई शान्ति कहिले पनि नपाउने भएको कारणले उहाँले राज्य छोडेर, आफ्नो बालबच्चा सहित जम्मै छोडेर, आफ्नो बाआमा जम्मै छोडेर उहाँले एउटा भिक्षु बनेर एउटा ज्ञान प्राप्त गरे। त्यो हामीले सोच्नुपर्छ। हामी धेरै जस्तो हो, हामीलाई सुख चाहिनेको प्रयास गर्दैछ, तर पनि दुःख आउनेको बाटोमा गइरहेको छ।
दुःख हटाउने कोसिस गर्छ तर पनि दुःख आउनेको काम गर्दैछ हामीले। यो किन हो? हामीले नजानेर। नजाने हो भने जान्नेलाई सोध्नु पर्यो, जान्नेबाट सिक्नु पर्यो। बुद्धले के भनेको छ? हामी अहिले कहाँ गइरहेको छ? हामी जाने बाटो चाहिँ सही हो या असही हो? त्यो हामीले जहिले पनि सोच्नुपर्छ। त्यस्ता त्यस्ता एउटा शान्ति पाउने, मनमा मनको दुःख हटाउने बाटो जुन बुद्धले देखाएको बाटो चाहिँ हामीले जान सक्यो भने बुद्ध जयन्ती त्यो हो। जहिले पनि बुद्ध जयन्ती हो। 1 वर्षमा एक बुद्ध जयन्ती मनाउने, त्यहाँबाट बुद्धको, आफ्नो गुरुको, बाको, आमाको, दाजुको, बहिनी, भाउजूको, दिदीको, बहिनीको हामीले बिर्स्यो भने त्यो हुँदैन। बुद्ध भन्ने चाहिँ हामीले दिनको दिन बिहान उठ्नेदेखि बेलुका सुत्नेसम्म सपनामा पनि हामीले सोच्नुपर्ने एउटा महत्त्वपूर्ण एउटा मान्छे हो उहाँ। एउटा बुद्धिस्ट भएर मात्र होइन, संसारमा ठुल्ठुलो वैज्ञानिकहरू छ। तर पनि उहाँहरूले जे पनि बनाउन सक्छ, मन अशान्तिलाई शान्ति बनाउन सक्दैन। वैज्ञानिकहरूले, ठुल्ठुलो डक्टरहरूले होइन, हिँडेर 6 महिना लाग्ने ठाउँमा 12 घन्टामा पुर्याउने वैज्ञानिकहरूले बनाएको। केटा बनाउने, केटा बनाउने भने डक्टरहरूले बनाएको। बाहिरको जे पनि उहाँहरूले बनाउन सक्छ, तर पनि भित्रको मनलाई, अशान्तिलाई शान्ति बनाउन कहिले पनि सकेको छैन। कसले बनाउन सक्छ? बुद्धले दिएको एउटा ज्ञानले बनाउन सक्ने उहाँहरूले थाहा पाएको छ। त्यस कारणले ठुल्ठुलो वैज्ञानिकहरू बुद्धिस्ट होइन, तर पनि उहाँहरूले बुद्ध चाहिँ एउटा महत्त्वपूर्ण, एकदमै मान्नुपर्ने एउटा मान्छेको रूपमा उहाँहरूले हेरिरहेको छ। हेरेर मात्र होइन, हामी जस्तो मूर्ति एउटा ठडायो, फोटो एउटा ठडायो, ढोक गर्यो, त्यो मात्र होइन। बुद्धले के प्रवचन दिएछ? मनले अशान्तिले, बुद्धले अशान्तिलाई शान्ति कसरी ल्याएछ, त्यो बाटो कस्तो रहेछ भनेर उहाँहरूले सोच्दैछ, त्यसमा जाँदैछ। उनीहरू बुद्धिस्ट होइन, आफ्नो एउटा धर्म छ, तर पनि बुद्धलाई मान्नुपर्ने कारण चाहिँ के रहेछ? बुद्धको शिक्षा चाहिँ एकदम महत्त्वपूर्ण, उहाँको ज्ञान चाहिँ एकदम महत्त्वपूर्ण भएको कारणले उहाँहरू बुद्धको पछाडि लाग्दैछ। हामीहरू बाजे जुजु बजुबाट हामी बुद्धिस्ट हो भन्छ, तर पनि बुद्धले दिएको एउटा प्रवचन सुन्नुमा हामीलाई एकदम गाह्रो हुन्छ नि। आज एउटा लामाले प्रवचन छ भने प्रवचन हामीले सुन्नु पाउँदैन, सुन्यो भने यति थाहा पनि पाउँदैन भने आफूलाई होपलेस बनाएर बस्छ नि। आफूलाई तान्छ। एक त आफूलाई माया गर्छ, म भनेर मान्छेसँग झगडा गर्छ, म भनेर मान्छेसँग लुटपिटाइ गर्छ। किन हो? आफ्नो म भन्ने चाहिँ एकदम महत्त्वपूर्ण र एकदम चाहिने भएको कारणले त्यो होइन। त्यस्तो हो भने यति आफूलाई माया छ भने कसरी माया गर्ने, आफूलाई कसरी सम्हाल्ने, त्यो हामीले सोच्नु सकेको छैन। जुन बाहिर देख्छ त्यसमा हामीले दौडिरहेको छ, जुन देख्दैन त्यसै हामीले वास्ता गर्दैन। त्यो भन्ने के हो भने जुन हामीले बाहिरतिर देखिएको जिउ छ त्यसलाई हामीले एकदमै सम्हालिरहेको छ। जुन हामीले सम्हाल्नु पर्ने भित्रको मनलाई हामीले सम्हाल्नु सकेको छैन। त्यस कारणले हाम्रो मनलाई सम्हाल्नु पर्ने एकदम महत्त्वपूर्ण हो। यदि मनलाई सम्हाल्नु नसके, मनलाई सम्हाल्नु नसक्दाखेरि अनि हाम्रो बाहिरको जिउलाई पनि एकदम दुख बिमार आउने कारण त्यही हो। मन शान्ति छ भने जिउ शान्ति हो, मनले दुःख छ भने जिउलाई दुःख पाउँछ।
त्यसकारणले आज बुद्ध जयन्तीको दिवस भन्यो भने हैन, बुद्ध जयन्ती स्वर्गीय बुद्ध स्वर्गीय भएको दिन भयो भने, बुद्धले ज्ञान प्राप्त गरेको दिन भयो भने आज तीनटै दिन एकै दिनमा पर्छ। त्यो हामीले जसो सोच्नुपर्छ। उहाँ आज स्वर्गीय भएको दिन हामीले बुद्ध जयन्ती मान्छ, स्वर्गीय भएको दिनमा मान्छ। बुद्ध हो, आज बुद्ध स्वर्गीय भएको दिन हो भन्यो भने ओ बुद्ध स्वर्गीय भयो उता हेर्छ, आफैले हेर्दैन, आफै मर्नुपर्ने हामीले सोच्दैन। त्यस कारणले हामीले बुद्धको ज्ञान, बुद्धको प्रवचनले वास्ता नगर्ने कारण त्यो। उदाहरणलाई एकजना मर्यो भने ओ त्यो मान्छे मरेछ, ओहो मान्छे राम्रो थियो भन्छ, आफू मर्ने सोच्दैन। ओ त्यो मान्छे मरेछ, म पनि मर्नुपर्छ, त्यो मान्छे मर्दाखेरि के लगेछ हेर्नुपर्छ नि, केही पनि लगेको छैन। त्यही जस्तो आफै सोच्नु पर्यो, मैले अहिलेसम्म यति दुःख गर्यो, यति धन सम्पत्ति कमायो, यति घर किन्यो, यति गाडी किन्यो, यति जग्गा किन्यो, यति पैसा ब्याङ्कमा छ, म मर्यो भने के लानु पाउँछ भने सोच्यो भने केही पनि छैन। आफूले लगाएको लुगा पनि पुगाएर राख्नुपर्छ। आफ्नो आमाको कोखबाट आएको एउटा एकदम महत्त्वपूर्ण जीव पनि अलग भएर जानुपर्छ। पछिल्लो जन्ममा जाने चाहिँ एउटा हाम्रो आत्मा भन्ने मात्रै हो, एउटा सास हो, अर्को केही पनि छैन। बुद्ध उहाँ स्वर्गीय भएर केही पनि लगेन, उहाँले एउटा ज्ञान प्राप्त गरेको चाहिँ लगेर गयो, त्यही हो। त्यस कारणले हामीलाई भित्रको मनलाई सम्हाल्नुपर्ने एकदम महत्त्वपूर्ण छ। मनलाई राम्रोसँग सम्हाल्यो भने, त्यस कारणले रङ्गी सिम्नी हौसु दुल भन्ने टेम योर माइन्ड, मनलाई सम्हाल, मनलाई जताभावी नछोड। बाँदरलाई जताभावी छोड्यो भने जे पनि गर्छ नि, सानो बच्चा जताभावी छोड्यो भने जहाँ पनि लड्छ नि। त्यही जस्तो आफ्नो मनलाई पनि राम्रोसँग सम्हाल। त्यही एउटा बुद्धको एउटा बुद्ध जयन्ती हो भनेको, त्यही एउटा बुद्धको एउटा स्वर्गीय दिवस भनेको, त्यही एउटा बुद्धको एउटा ज्ञान प्राप्त गर्नेको दिन हो भन्ने चाहिँ हामीले त्यो सोच्नुपर्छ। होइन भने एक सालमा एक दिन बुद्ध जयन्ती आउँछ, फेसबुकमा बुद्धको फोटोहरू लगायो, ओ ह्याप्पी बुद्ध जयन्ती भन्छ। ह्याप्पी बुद्ध ह्याप्पी छ, आफू ह्याप्पी छैन, सोच्नु पर्यो नि। बुद्ध जहिले पनि खुसी हो। बुद्धको खुसीको दिन हो भने आफूको खुसीको दिन हो भने सोच्नु पर्यो। बुद्ध खुसी भइसक्यो, बुद्ध जहिले पनि खुसी हो, आफू खुसी छैन, सोच्नुपर्छ। हामी खुसी कहिले पनि गाह्रो छ, हामीलाई रिस छ, राग छ, होइन? मान्छेको कुरा काट्नुपर्छ, मान्छेले मुख छाड्नुपर्छ, खुसी कहाँ हुन्छ हामीलाई? त्यस कारण ह्याप्पी बुद्ध जयन्ती फेसबुकमा लेखेर मात्र हुँदैन। आफू ह्याप्पी छैन, आफू शान्ति छैन, त्यो सोच्नु पर्यो। छैन भने त्यो कसरी हुने, कसरी बनाउने? अनि हामीले बुद्धको टिचिङ सुन्नुपर्छ। बुद्धले दिएको उपदेश पालन गर्नुहोस् न, ह्याप्पी त्यति हुन्छ। अनि हामीले खुसीको बुद्ध जयन्ती भनेर मनाउन पनि सोच्छौँ। होइन भने जहिले पनि फोटोवाला लगायो बुद्ध जयन्ती, ह्याप्पी बुद्ध जयन्ती भनेर मात्रै हुँदैन। घाटा चाहिँ आफूलाई हो। त्यस कारणले हामीले वैशाख 15 भन्यो भने, अनि बुद्ध पूर्णिमा भन्यो भने जहिले पनि हामीले बुद्ध पूर्णिमा र वैशाख 15 जहिले पनि सोच्नुपर्छ। बिहानदेखि बेलुकासम्म बुद्धको एउटा भावना लिने, बुद्धको एउटा तपस्या लिने। यदि हामीले बुद्धले विश्वास गर्यो भने बुद्धले जे पनि गर्न सक्छ हामीलाई। बुद्धले हामीलाई हेरिरहेको छ, किनभने उहाँ ज्ञान प्राप्त गर्नुको कारण हाम्रो लागि हो। बाआमाले बच्चा जन्माउने कारण बाआमाले हेर्नुको लागि हो। बाआमाले बच्चा जन्माएर त्यसै फ्यालेर राख्दैन नि, कति माया गर्छ। त्यही जस्तो गौतम बुद्ध तपाईँहरूको लागि म ज्ञान प्राप्त गर्यो भनेर
गौतम बुद्ध सुतेर बस्दैन नि, जहिले पनि उहाँले हेरिरहेको छ। हामीले किन उहाँले हेरिरहेको छ, हामीले किन नदेख्ने हो भने एउटा क्वेसन आउँछ, फेरि प्रश्न आउँछ, हो हामीलाई पापले ढोपेको कारणले हामीले उहाँ दर्शन नपाउने कारण त्यही हो। होइन भने बुद्ध जहाँ पनि छ, आफूले यदि विश्वास छ भने बुद्ध त्यही छ भनेको छ। त्यस कारणले मैले अब यहाँ भन्नेमा केही मिस्टेक पनि गरेँ होला, होइन, भन्नु नजाने पनि होला, त्यसमा तपाईँहरूलाई चाहिँ मैले माफ गरिदिनुहोस्। हाम्रो बुद्ध जयन्ती मनाउनु कसरी मनाउनु पर्ने बारेमा मैले एक दुई शब्द तपाईँलाई आफ्नो मनले नमानेर भनेको मात्रै हो, होइन। यदि मैले यसमा गल्ती र यसमा के गरेको छ भने तपाईँहरूलाई चाहिँ मैले मेरो दुई हात जोडेर म माफ माग्न चाहन्छु। मेरो अन्तिम रिक्वेस्ट के छ भने बुद्ध जयन्ती, स्वर्गीय दिवस, ज्ञान प्राप्तको दिन चाहिँ हामीले दिनको दिन मनाउनु पर्छ। म जहिले पनि भन्छु आफ्नो चिनेको साथीहरूलाई, हाम्रो एउटा जन्मदिन मनाउँछ, ह्याप्पी बर्थडे भन्छ नि, होइन। हामीले साँच्चै सोच्ने हो भने हामी बिहान उठ्दाखेरि जहिले पनि ह्याप्पी बर्थडे हो। बेलुका सुतेर बिहान उठ्नु सक्छ भने मान्छेले सोध्यो भने गाह्रो हो नि। सुतेकोमा मान्छे उठ्नु नपाएर मर्ने कति छ। त्यस कारणले कसैले पनि ग्यारेन्टी दिन सक्दैन। त्यस कारणले हामी बेलुका सुतेर बिहान उठ्दाखेरि आफै आफै ह्याप्पी बर्थडे भन्ने, ओ आज पनि मेरो एउटा जीवन, नयाँ जीवन पायो सोच्ने। अहिले कोरोना भाइरसले गर्दाखेरि कति मान्छे एकदम अन्तिम अवसरबाट पनि उहाँ फर्केर आउँदाखेरि ओ मेरो एउटा नयाँ जीवन पायो भनेर भन्दैछ नि। त्यो भन्दा पनि हाम्रो यो दिनको दिन चाहिँ एकदम महत्त्वपूर्ण। त्यस कारणले हामीले दिनको दिन आफै आफै ह्याप्पी बर्थडे गर्नुपर्छ। आफै आफैलाई ह्याप्पी बर्थडे गर्दाखेरि बुद्धको जहिले पनि जन्मदिन सोच्ने हामीले। त्यो गऱ्यो भने अनि हामीले दिनमा एउटा मनलाई एउटा लाभ लिन सक्छौँ, मनलाई शान्ति बढाउन सक्छौँ। एउटा मनलाई शान्ति बढायो भने आफ्नो एउटा घरको परिवारसँग पनि शान्ति फैलाउन सक्छ। घरको परिवारसँग शान्ति फैलाउन सक्यो भने आफ्नो छिमेकीसँग फैलाउन सक्छ। आफ्नो छिमेकीसँग फैलायो भने आफ्नो एउटा जिल्लासँग फैलाउन सक्छ। त्यहाँबाट देश, त्यहाँबाट विदेश, त्यहाँबाट संसार। हामीले भन्छ एउटा बुद्ध भन्ने चाहिँ एउटा शान्ति फैलाउने हो, सोच्छ हो। तर भने शान्ति फैलाउने बुद्धले फुक्यो र शान्ति फैलिँदैन। शान्ति भन्ने चाहिँ आफ्नो मनबाट निकाल्नुपर्छ। मनलाई प्र्याक्टिस गर्नुपर्छ, मनलाई तपस्या गर्नुपर्छ, मनलाई जथाभावी छोड्ने होइन। त्यो गरे पनि हामीले एउटा शान्ति फैलाउन सक्छौँ। त्यस कारणले तपाईँहरू सबैले आजदेखि मेरो एउटा रिक्वेस्ट, होइन, सबैले बुद्धको एउटा फोटो मात्रै नराखेर, होइन, बुद्धले दिएको उहाँको एउटा ज्ञानलाई हामीले जहिले पनि सोचेर त्यसमा कसरी हामी जान सक्छ, त्यस बारेमा जान सक्छ, त्यसको लागि तपाईँहरूले चाहिँ मैले प्रयास गरिदिनु। अनि मेरो एउटा दुई शब्द यी टुङ्ग्याउन चाहन्छु। सबैलाई ह्याप्पी बुद्ध जयन्ती अनि बुद्ध पूर्णिमा। धन्यवाद। थ्याङ्क यू।